आज परमेश्वरको वचनबाट म तपाईहरूलाई परमेश्वरको हृदय अनुसारको मान्छेको बारेमा केही कुरा भन्न लागिराखेको छु। विशेष यहाँ चाहिँ आज दाउदको यो 6वटा गुणहरू यो बारेमा हामी हेर्न लागिराखेका छौँ। प्रेरित 13 अध्यायको 22 पदले चाहिँ के भन्छ? मैले यिशैको छोरो दाउदलाई चाहिँ मेरो हृदय अनुसारको मान्छे पाए भनेको छ। मैले सबै पदहरू चाहिँ पढिन, तर यो केही खण्ड मात्रै मैले तपाईहरुको अगाडि पढे। तलको त्यो इन्भर्टेड कमा भित्रको मैले यिशैको छोरो दाउदलाई मेरो हृदय अनुसारको मान्छे पाए। बाइबलमा यस्ता केही मान्छेहरूको नामहरू छ जुन मान्छेहरूको लागि चाहिँ परमेश्वर आफैले गवाही दिनु भएको छ। सायद पछि म तपाईहरुलाई अरु पनि त्यो व्यक्तिहरूको नाम बारे अथवा किन परमेश्वरले स्वयं ती मान्छेहरूको बारेमा गवाही दिनु भयो भन्ने कुरा बताउने छु। जुन मान्छेहरूको सूचीमा एउटा चाहिँ पर्छ दाउद, र यो पदमा दाउदको लागि परमेश्वर आफैले यो गवाही दिएको छ कि मैले चाहिँ यिशैको छोरो दाउदलाई मेरो हृदय अनुसारको मान्छे पाए। यो हृदय अनुसारको मान्छे के हो अथवा यसको अर्थ के हो भन्नुहुन्छ भने यो चाहिँ परमेश्वर आफैले रुचाउनु भएको, परमेश्वर आफैले उद्देश्य अनुसारको, उहाँको इच्छा अनुसारको काम गर्ने व्यक्तिको रूपमा दाउदलाई भेटाएको छ। तपाईहरुले 13 अध्यायको 14 पद हो। 13 अध्यायको 14 पदले चाहिँ के भनेको छ भन्दा, तर अब तपाईको राज्य निरन्तर रहने छैन, परमप्रभुले आफैले रुचाउनु भएको एकजना मानिस खोज्नु भएको छ। यो हृदय अनुसारको मान्छे भनेको चाहिँ यो पहिलो शमूएल 13 को 14 मा चाहिँ आफैले रुचाउनु भएको, र यो आफैले रुचाउनु भएको भनेको चाहिँ उहाँको हृदय अनुसारको भन्ने अर्थ हुन्छ। परमेश्वर आफैले रुचाउनु भएको एकजना मानिस खोज्नु भएको छ र तिनलाई नै आफ्ना प्रजाको अगुवा हुनलाई नियुक्त गर्नु भएको छ, किनभने तपाईले परमप्रभुको आज्ञा पालन गर्नु भएन। यो चाहिँ राजा सावललाई सामुएलले भन्दै गरेको कुरा हो। अनि यसमा सावललाई दाउदको बारेमा परमेश्वरले के भन्नुभएको कुरा पाउँछौं भन्दा आफैले रुचाउनु भएको भन्नुस् त। 13 अध्यायको 22 पदमा चाहिँ हृदय अनुसारको, र यो पदमा चाहिँ रुचाउनु भएको, परमेश्वर आफैले इच्छा गर्नु भएको, मन पराउनु भएको। र किन चाहिँ परमेश्वरले सावलको ठाउँमा दाउदलाई चुन्नुभयो, किन दाउदलाई रुचाउनु भयो, किन दाउद चाहिँ परमेश्वरले रुचाउनु भएको, दाउद परमेश्वरको हृदय अनुसारको मानिस थिए। यसको निम्ति हामीले पहिलो शमूएल 16 अध्यायको 18 पदलाई हेर्यौं भने त्यो 6वटा की क्वालिटिजहरू, त्यो 6वटा योग्यताहरूको बारेमा चाहिँ हामी यो ठाउँमा पाउँछौं। म तपाईहरुको बीचमा यो खण्ड अहिले पढ्दैछु जो स्क्रिनमा पनि तपाईहरुले देखिराख्नु भएको छ। उनका सेवकहरू मध्ये एकजनाले भन्यो, बेथलेहेमका यिशैको छोराहरू मध्ये एकजनाले वीणा बजाएको मैले देखेको छु। तिनी वीर मानिस छन् र असल योद्धा, बोल्नमा ज्ञानी र सुन्दर पनि छन्, अनि परमप्रभु तिनीसँग हुनुहुन्छ। आमेन। अब हामीले यो पहिलो शमूएल 16 अध्यायको 18 पदलाई पढ्दाखेरि चाहिँ यारिन चाहिँ दाउदको त्यो 6वटा योग्यताहरू, 6वटा गुणहरूको बारेमा भेटाउँदछौं जो यस प्रकार छ। तपाईहरुले यहाँ स्क्रिनमा देख्दै हुनुहुन्छ यो वचनभित्र दाउदको 6वटा गुणहरू। 1 नम्बर के रहेछ? सबैजनाले देख्नु हुँदैछ? यो स्क्रिनमा लेखेको पढ्न सक्नुहुन्छ? वीणा वादक। दोस्रो योग्यता, दोस्रो गुण तिनमा के थिए? तिनी वीर मानिस थिए। तेस्रो, तिनी असल योद्धा थिए। चौथो, बोल्नमा ज्ञानी थिए। पाँचौं, हेर्नमा सुन्दर थिए। अनि छैटौं, परम प्रभु तिनीसँग हुनुहुन्थ्यो। अब तपाईहरुले बाइबल पढ्दाखेरि बाइबललाई चाहिँ अध्ययन गर्नुपर्छ, मनन गर्नुपर्छ। 16 को 18 मा हेर्नुभयो भने यो 6वटा पोइन्ट यही एक पद भित्र छ। हेर्नुहोस् ल, उनका सेवकहरू मध्ये एकजनाले भन्यो,
बेथलेहेमका ईसाईका छोराहरू मध्ये एकजनाले बीणा बजाएको मैले देखेको छु। तिनी बीणा वादक थिए। दोस्रो, तिनी वीर मानिस छन्, ती लेखिएको छ। र असल योद्धा, त्यहाँनिर बोल्नमा ज्ञानी र सुन्दर, अनि लास्टमा चाहिँ परमप्रभु तिनीसँग हुनुहुन्छ। अब तपाईको बाइबल अध्ययनमा चाहिँ जब तपाईले मेडिटेट गर्न थाल्नुहुन्छ, जब पदलाई मनन गर्न थाल्नुहुन्छ, तपाईले यो एक एकवटा कमा भित्रको त्यो भनाइहरूलाई चाहिँ ध्यानसँगले मनन गर्नुहोस्। तब चाहिँ परमेश्वरले हामीलाई पवित्र आत्माद्वारा त्यो वचन बुझ्ने प्रकाश दिनुहुन्छ। जब हामी बाइबललाई मन लगाएर पढ्छौं, तब परमेश्वरले हाम्रो भित्रको आँखा खोलिदिनुहुन्छ अनि त्यो वचनभित्र हामी गहिरो रहस्यको कुराहरू भेटाउँछौँ। अब यो पद सायद तपाईहरूले कति पटक पढ्नु भएको होला, तर यो पदलाई यसो मनन गर्दा, ध्यान दिँदा हामीले यति राम्रो कुराहरू भेटाउँछौँ। अब यहाँ रहस्यको कुरा, दाउदको सफलताको कुरा, दाउदलाई परमेश्वरले हृदय अनुसारको मानिस भन्ने कारणहरू के थियो भन्ने सत्यतालाई चाहिँ यो पदभित्र यसरी हामी भेटाउँछौँ। र आजको सन्देशभित्र चाहिँ अब हामी यो 6 वटा बुन्दाहरूबारे हेर्न लागिराखेको छौँ। आमेन। वास्तवमा आजको यो सन्देश चाहिँ विशेष चाहिँ आराधकहरूको लागि, वर्शिप लिडरहरूको लागि पनि हो। यहाँ आराधना बारे सिक्न पर्ने थुप्रै कुराहरू छ, तर त्यति धेरै आराधना सम्बन्धी कुरा चाहिँ म बताउँदिनँ। तर हामी सबैजना आराधक नै हौ र हामीलाई परमेश्वरले यो भित्र सिकाउने थुप्रै कुराहरू छ, जसमध्ये विशेष चाहिँ यहाँ एउटा आराधना गर्ने अथवा आराधना सञ्चालन गर्ने आराधकको योग्यताहरूबारे पनि हामीले भेटाउँदछौँ। र अब पहिलो हामीले इन्ट्रोडक्सनलाई, यदि त्यो पदभित्रको कुरालाई हेऱ्यौँ भनेदेखि अलिकति दाउदको जीवनबारे विचार गरौँ। दाउद चाहिँ मैले अघि सुरुमा पनि भनिहालेँ, दाउद चाहिँ भेडा चराउने मान्छे थियो। के थियो? भेडा चराउने मान्छे थियो। अनि दाउदलाई कसैले चिनेको थिएन। हेर्नुहोस् है त, दाउदलाई कसैले चिनेको थिएन, तर दाउदको जीवनको त्यो खुबी, दाउदको जीवनको त्यो योग्यताले चाहिँ दाउदको लागि चाहिँ परमेश्वरले मानिसहरूको हृदय बनाइराख्नु भएको थियो। मानिसहरूको विचारमा दाउदलाई हाल्दै हुनुहुन्थ्यो। दाउद के थिएन अरे त्यो समयमा? राजा थिएन, ऊ सेनापति पनि थिएनन्, अनि ऊ कुनै मञ्चमा अथवा कुनै प्लेटफर्म, उसको कुनै ओहदा थिएन। दाउदको परिचय कसले गर्यो? उनको कामले, चरित्रले र परमेश्वरको उपस्थितिले। आज पनि प्रश्न यही हो, के हामीलाई पनि मानिसहरूले यस्तै पहिचान दिन सक्छन्? आजको दिनमा कतिचोटि हामी सफल हुनको लागि, माथि पुग्नको लागि सर्टकट खोज्छौँ। हामी कतिचोटि त्यो ठाउँमा पुग्नको लागि सिफारिस माग्छौँ। तपाईँले मेरो लागि सिफारिस गरिदिनुहोस् न, मलाई रेकमेन्ड गरिदिनुहोस् न। आज हामीलाई माथि पुग्नको लागि कुनै नेता, एमएलए, एमपीले या अलि ठुला ठाला उच्च पदमा भएका मान्छेले रेकमेन्ड गरिदिनु पर्छ, या त घुस दिनुपर्छ, या अन्य विभिन्न युक्ति लगाएर आफ्नो योग्यता देखाएर इत्यादि कुराको माध्यमबाट हामी माथि चढ्न खोज्छौँ। तर दाउदलाई हेऱ्यौँ भनेदेखिलाई बिचारा दाउद, मैले अस्ति पनि भन्दै दाउदलाई उसकै परिवारले पनि अन्डरएस्टिमेट गरेको। शमुएलले राजा अभिषेक गर्नु जाँदा दाउद बाहेक अरू सबै दाजुभाइहरू इसैले शमुएलको अगाडि देखाइदिनु, हेर दाजुभाइहरू, छोराहरू, 7 जना ठुल्ठुलो जाइन्ट फिगरको, इन्टेलिजेन्ट, लडाइँ गर्न सक्ने, क्वालिफाइड। तर दाउदको बारेमा के भन्यो? तर त्यो एकजना त छ कि, तर त्यो त भेडा चराउँछ अरे। दाउदको बाउले इन्डाइरेक्टली शमुएललाई के भन्दै थियो? त्यो केही कामको मान्छे होइन, त्यसले केही पनि गर्न सक्दैन, त्यसमा केही खुबी, योग्यता, ट्यालेन्ट छैन, त्यो कारण त्यो त भेडा चराउँदैछ, त्यो त भेडा चराउने गोठालो हो भनेर शमुएलको अगाडि दाउदको बाउले भन्दै थियो। तर दाउद अचानक मान्छेहरूको चर्चाको विषय किन पर्यो? है, दाउदले दरबारमा पुग्ने उसले मौका कसरी पायो? के उसको कुनै च्यानल थियो?
के कुनै कनेक्सन थियो, के उसले घुस दियो, के उसले देखाउने कुनै योग्यता थियो? दाउदले कसैलाई भनेर मेरो लागि महलमा काम गर्नु सिफारिस गरिदिनुहोस् न, म जान्छु, म काम गर्छु भनेको हो? मलाई मान्छेले चिनोस्, म सफल हुन चाहन्छु भनेर उसले आफ्नै योग्यताको धाक देखाएर मानिसहरूको अगाडि ऊ आएको थियो? थिएन। तर उसलाई के कारणले चिन्दै थियो भन्दा उसको चरित्रले, है, उसको कामले। हाम्रो काम बोल्न पर्छ। मान्छेले हामीलाई हाम्रो कामबाट चिनोस्। ऊ चाहिँ भरोसा गर्ने योग्य मान्छे हो, ऊ चाहिँ इमानदार मान्छे हो, ऊ चाहिँ परिश्रमी मान्छे हो, है, उसको चरित्र, है, अनि उसको जीवनमा भएको त्यो प्रभुको डिभाइन प्रेजेन्स, हामी जहाँ जाँदा पनि मान्छेले हामीसँग हुँदा उहाँको त्यो दैविक उपस्थितिलाई महसुस गर्न सकुन्। परमेश्वरले हामीलाई उहाँको उपस्थितिमा जिउने होइन, उहाँको उपस्थितिलाई लिएर जिउने मान्छे, हिँड्ने मान्छे बनाउन चाहनुहुन्छ। हालेलुया। र हामी देख्छौँ कि दाउदको जीवनमा पनि दाउदले जुन कुराहरू पाउँदै थियो, यसो हेर्दाखेरि दाउदलाई काखी चेपेको जस्तो, विशेष एउटा छुट्टै फेभर गरेको जस्तो देख्छौँ। तर दाउदले जुन कुराहरू पाउँदथ्यो नि, दाउद त्यसको लागि उसको व्यवहार, उसको काम, उसको चरित्रद्वारा योग्य थियो। त्यो कारण परमेश्वरले उसको नामलाई अगाडि ल्याउनु भयो। तपाईँ माथि पुग्न चाहनुहुन्छ, तपाईँ सफल हुन चाहनुहुन्छ, है, तपाईँले तपाईँको चरित्र, तपाईँको काम, तपाईँ प्रभुसँगको सम्बन्धमा इमानदार भएर जिउन थाल्नुहोस्। जङ्गलको भेडा चराउने गोठालोलाई महलमा पुर्याउने परमेश्वर नै हो, जुन परमेश्वरलाई आज हामीले पनि विश्वास गरेका छौँ। सायद तपाईँको अफिसमा फाइल थन्किराखेको होला, सायद तपाईँको योग्यतामा तपाईँले केही सफलता पाउनु भएन जस्तो लाग्दै होला, सायद तपाईँलाई माथि चढ्ने कुनै खुड्किलो भेटाउनु भएको छैन होला, तपाईँको केही त्यो कनेक्सन छैन होला, तपाईँले त्यो प्लेटफर्म पाउनु भएको छैन होला, तपाईँको युक्तिले हुँदैन, तपाईँको छलकपटले, तपाईँको चतुर्याइले हुँदैन यो कुरा। त्यो कुरा हुन्छ भने प्रभुद्वारा हुन्छ, प्रभुले त्यो कुरा गर्नुहुन्छ। हालेलुया। अगाडि बढौँ। अब हामी त्यो 6वटा गुणहरू बारे हेर्दै जाउँ। 1 नम्बर कुरा, कुशल वीणा वादक, है, अ स्किल्ड म्युजिशियन अर्थात् वर्शिपर, आराधनाको आत्मा। दाउदसँग चाहिँ आराधनाको हृदय थियो, आराधनाको आत्मा थियो। दाउद केवल संगीतकार मात्र थिएनन्, उनी एक साँचो आराधक थिए। मैले स्क्रिनमा लेखेको कुराले धेरै कुरो बताइहालेको छ तपाईहरुको लागि। उनले भिडमा होइन, एकान्तमा भेडाहरू चराउँदै गर्दा परमेश्वरको महिमा गर्न सिकेका थिए। दाउदको संगीत मनोरञ्जन होइन, आत्मिक सेवा थियो। उनको संगीतमा अभिषेक थियो जसले साउललाई सताउने दुष्ट आत्मालाई भगाउँथ्यो। आराधक त्यो होइन जसले यहाँ उभिएर एकदम तपाईलाई आफ्नो योग्यताले मक्ख पार्न सक्छ। एउटा व्यक्तिमा एउटा गीत गाउने सुन्दर गला हुन सक्छ, उसले राम्रो इन्स्ट्रुमेन्ट बजाउन सक्छ, तर यदि ऊ परमेश्वरको उपस्थितिमा बस्ने मान्छे चाहिँ होइन भने, यदि उसले एकान्तमा आराधना गर्न सक्दैन भने उसले अगाडि उभिएर गर्ने आराधना केवल मनोरञ्जन मात्रै हुन्छ। त्यो एउटा योग्यताको प्रदर्शन मात्रै हुन्छ, त्यो गीतबाट अभिषेक बग्न सक्दैन। दाउद चाहिँ मान्छेहरूको अगाडि भिडमा आराधना गर्न मन पराउने मान्छे थिएन। ऊ चाहिँ एकान्तमा, ऊ चाहिँ भेडा चराउँदै गर्दा जङ्गलमा वीणा बजाएर आराधना गर्ने मान्छे थियो। आजको समयमा धेरै आराधकहरूको लागि टेम्पटेसन के छ भन्दा मान्छेको भिड मन पर्छ। जति ठुलो भिड त्यति हामीलाई अगाडि उभिएर गीत गाउन मन पर्छ। सकारात्मक रूपमा लिइदिनु होला, मैले नराम्रो भन्न चाहेको होइन। हामी ठिक हो, भिडको अगाडि उभिन्छौँ, उभिनु पर्छ, आराधकको एउटा जिम्मेवारी सेवकाई हो। तर हामीलाई केवल भिडले मात्र अगाडि उभिने चाहना दिन्छ, हाम्रो इच्छा चाहिँ केवल भिडको अगाडि मात्र उभिने हो भने त्यो चाहिँ सही होइन। भिडको अगाडि उभिएर आराधना गर्ने मान्छे पहिला एकान्तमा एक्लैमा पनि आराधना गर्न पर्छ। जति 100 जना 1000 जनाको अगाडि उभिँदा हामी जोसिलो हुन्छौँ, 10 जनाको अगाडि उभिँदा त्यतिकै जोसिलो हुनुपर्छ। अनि एक्लै हामीले कोठामा बसेर आराधना गर्दै गर्दा पनि हाम्रो आराधना चाहिँ त्यस्तै हुनुपर्छ। दाउद चाहिँ एक्लै पनि आराधना गर्ने मान्छे थियो। भेडा चराउँदै गर्दा,
है। भेडा चराउँदै गरेको सिन याद गर्नुहोस्। जङ्गलमा भ्या भ्या गरिराखेको भेडाहरूको बीचमा उसको कुनै क्वायर, उसको कुनै टिम, कुनै अरू साउन्ड सिस्टम भने जस्तो इन्स्ट्रुमेन्ट छैन, तर उसले आराधना गर्दछ। परिस्थिति हेर्नुहोस्, तपाईको जीवनको जस्तै परिस्थितिमा पनि, जङ्गलमा हुँदा पनि, एक्लै हुँदाखेरि पनि, सङ्घर्षमा पनि, दुःखमा पनि प्रभुको आराधना गर्न सिक्नुहोस् है। दाउदको बारेमा अघि हामीले के हेर्यौं भन्दाखेरि नि यहाँ के भनेको छ, बेथलेहेमका इसाईका छोराहरू मध्ये एकजनाले वीणा बजाएको मैले देखेको छु। सावलको सेवकहरू मध्ये कोही एकजना सेवकले सावललाई भन्दैछ, मैले देखेको छु इसाईको छोराहरू मध्येमा एकजनाले मैले वीणा बजाएको देखेको छु। यदि तपाईको संगीतमा अभिषेक छ भने नि मान्छेहरूको ध्यान आकर्षित हुन्छ है। तपाईको संगीतले मान्छेको हृदयमा ठाउँ बनाउँछ, तपाईको संगीतले मान्छेको हृदयलाई छुन्छ। दाउदले वीणा बजाउँदा सावललाई शान्ति हुन्थ्यो, उसको जीवनबाट दुष्ट आत्मा भागेर जान्थ्यो। तपाईको गीत, तपाईको संगीतमा है मान्छेले तपाईको बारेमा भन्नुहोस्, फल्ना मान्छे उसले मैले बजाएको देखेको छु, उसले गीत गाएको मैले देखेको छु। त्यो मान्छेले आराधना गर्दा कस्तो ठुलो अभिषेक आउँछ। हामीले पनि कति पटक तपाईको दया गाउँछौँ, हामीले पनि कति पटक मैले निश्चय गरेको गाउँछौँ, तर किन त्यो गीतहरूले हामीलाई खासै छुँदैन। तर त्यही गीतहरू कति मान्छेले गाउँदा, कुनै सेवामा त्यही गीत सुन्दा त्यसले नै हामीलाई किन कायल बनाउँछ। अभिषेक परमेश्वरको उपस्थिति हो जो गीत र संगीतबाट बग्छ है। यदि हाम्रो गीत हाम्रो योग्यता र कलाले मात्रै प्रदर्शन गर्छौं भने त्यो एउटा कार्यक्रम हुन्छ, मनोरञ्जन हुन्छ। तर त्यही गीत है डाक्टर डीजीएस दिनाकरणले भन्थ्यो उनको सेवाको लागि, जसले त्यो गीत बनाइदियो नि, यीशु बुलाता है तुम्हें सब रोगलाई निको पार्ने। जब त्यो गीत गाउँथे नि, डीजीएस दिनाकरणले गीत गाएको सुन्नु भएको? गाउने सिङ्गर हो, सुर तालमा मजाले गाउनुहुन्थ्यो। तर जब त्यो भन्थ्यो नि, सयौं मान्छेहरू निको हुन्थ्यो अरे। किन भन्दा नि गीतबाट अभिषेक बगेको। हालेलुया, बुझ्नु हुँदैछ? दोस्रो, तिनी वीर मान्छे थियो अरे है। परम प्रभु, यो दाउदले भनेको भजन संग्रह 27 को 1, परम प्रभु मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ, मैले कसको भय मान्नु। परम प्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, कोसँग म भयभीत हुनु है। दाउद चाहिँ भित्र एउटा आन्तरिक उमा साहस थियो। पहिलो शमूएल 17:37 ले भन्छ, सिंह र भालुदेखि बचाउनु हुने परम प्रभुले यस पलिस्तीको हातदेखि पनि मलाई बचाउनु हुनेछ। सावलले भने, त्यसो भए जाऊ र परम प्रभु तिमीसँग हुन्। तपाईलाई थाहा छ, जब दाउदले गोलियतलाई मार्नु जाँदै थियो नि, मान्छेको दिमागले त्यसलाई हिसाब लाउनु हो भने गोलियतसँग लडाई गर्नु चाहिँ कस्तो मान्छे जानुपर्छ? झिलम लगाएको, टोप लगाएको, ढाल बोकेको, तरबार चलाउनु एकदम एक्सपर्ट, एउटा युद्धको तालिम लिएको एउटा सेना चाहिँ वास्तवमा गोलियतसँग लडाई गर्न जानुपर्ने हो। तर 5 वटा ढुङ्गा बोकेर, घुँयत्रो बोकेर दाउद गोलियतको अगाडि उभिँदैछ। सोच्नुहोस्, त्यो एउटा हाँसउठ्दो सिन। मार्थ्यो होला त्यो फुच्चेले, गोलियतले पत्याएन, इजरायलको सेनाहरूले पनि पत्याएन। दाउदले म गोलियतलाई मेरो युद्ध लड्ने मेरो ताकतले म यसलाई मार्छु भनेर ऊ गोलियतलाई सामना गर्न गएको थिएन। ऊ भित्र साहस, कस्तो साहस थियो भन्दा, उसले कसरी गोलियतलाई सामना गर्यो भन्दा नि उसलाई के कुरा थाहा थियो भन्दा नि, मलाई सिंह र भालुदेखि बचाउनु हुने परम प्रभुले चाहिँ यस पलिस्तीको हातबाट पनि बचाउनु हुनेछ। दाउदलाई के कुरा थाहा थियो भने, म गएर मेरो बलले म यो राक्षसलाई मार्छु भन्ने होइन, मेरो लडाई गर्ने योग्यताले, मेरो ताकतले, मेरो चतुर्याइले म यसलाई लडाउँछु भनेर दाउद गोलियतको अघि गएको थिएन। तर दाउदलाई भरोसा थियो कि यो युद्धमा मलाई पलिस्तीको हातबाट परमेश्वरले बचाउनुहुन्छ। हालेलुया। जीवनको कुनै पनि परिस्थितिमा है तपाईले
तपाईँले म गर्न सक्छु भनेर होइन, तर परमेश्वर मेरो साथमा हुनुहुन्छ, मलाई उहाँले सम्हाल्नुहुन्छ भन्ने विश्वासमा चाहिँ जिउनु भयो भने नि तपाईँ भित्र त्यो परिस्थितिभित्र पनि नि तपाईँ एउटा योद्धा वीर मान्छे भएर तपाईँ जिउन सक्नुहुन्छ। आमेन। तिनको तेस्रो योग्यता, तिनी एक असल योद्धा थिए है, आत्मिक युद्धमा निपुण। यसलाई हामीले बुझ्ने हो भने पहिलो समय 17:45 सानो एउटा लाइन, सर्वशक्तिमान परम प्रभुको नाउँमा आउँछु। फेरि त्यही सिन याद गर्नुहोस्, दाउद र गोलियतले एकअर्कासँग लडाईँ गर्न आँटेको छ है। गोलियतले धम्की दिँदैछ इजरायलीहरूलाई, अनि दाउदले के भन्दैछ? सर्वशक्तिमान परम प्रभुको नाउँमा आउँछु। उनले लडेको युद्ध चाहिँ परमेश्वरको नाउँमा थियो। आजको दिनमा पनि नि हामीले के कुरा बुझ्नुपर्छ? दोस्रो कोरिन्थी 10:3-4 भन्छ, किनभने हामी संसारको हौँ तापनि संसारिक लडाईँ त लड्दैनौँ, किनभने हाम्रो युद्धको अस्त्र शस्त्र संसारिक होइनन्, तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ। परमेश्वरको ज्ञानको विरुद्धमा खडा हुने बहसहरू र हरेक अहंकार पूर्ण बाधालाई हामी नाश गर्छौं र हरेक विचारलाई ख्रीष्टको आज्ञा पालन गर्नलाई वशमा पार्छौं। अरू पनि पदहरू तपाईले भेटाउनुहुन्छ, जुन पदहरू भित्र हामीले पढ्यौं भनेदेखिलाई हरेक ख्रीष्टमा भएका व्यक्तिहरूलाई परमेश्वरले एउटा योद्धाको रूपमा खडा गर्नुभएको छ। हामी पनि योद्धाहरू हौं। हालेलुया। हामी योद्धा हौं भन्दिनुहोस् न। म योद्धा हो भन्दिनुहोस् त। हाम्रो लडाईँ छ अनि परमेश्वरले हामीलाई लड्नको लागि खडा गर्नुभएको छ। चिन्तित नहुनुहोस्, हाम्रो कप्तान येशू हुनुहुन्छ है। हामीले जुन युद्ध जित्छौं नि त्यो हाम्रो योग्यतामा होइन, हाम्रो बलमा होइन, तर येशू ख्रीष्टको नाउँमा। हामी यदि विश्वासमा चाहिँ खडा हुन सक्यौं भनेदेखिलाई परमेश्वरले हामीलाई अधिकार दिनुभएको छ। मुक्तिको टोप, विश्वासको ढाल, वचन रूपी आत्माको तलवार उहाँले हामीलाई दिनुभएको छ। किल्लाहरू भत्काउन सक्ने भनेको छ है। यस्तो सामर्थ्य हतियार परमेश्वरले आज हामीलाई दिनुभएको छ। याद गर्नुहोस्, हामी युद्धमा छौं अनि परमेश्वरले हामीलाई योद्धा बनाउनु भएको छ। अनि यो चाहिँ आज शरीरको युद्ध होइन, तर यो आत्मिक युद्ध हो। तपाईको जीवनमा आउने शत्रुको आक्रमणलाई तपाईको बलले होइन, तपाईको बुद्धिले होइन, परमेश्वरको तरिकाले लड्नुहोस्। परमेश्वरलाई त्यो ठाउँ दिनुहोस्। विश्वासको लडाईँ लड्नुहोस्। वचनको तरवार चलाउनुहोस्। तपाईको परिस्थितिलाई घोषणा गर्नुहोस्। तपाईको बिमारको लागि घोषणा गर्नुहोस्। परमेश्वरले तपाईलाई त्यो लडाईँमा दिनुभएको यो अधिकार हो। तपाईको विश्वासले तपाईले यो लडाईँलाई त्यसरी जित्नुहुन्छ। दाउद पनि एउटा योद्धा थियो। उनले लडेको लडाईँ उसको योग्यताले लडेको थिएन, उसको बलले लडेको थिएन। उसले परमेश्वरमा भरोसा राखेर उसले लडेको थियो कि म चाहिँ परम प्रभुको नाउँमा लड्दैछु। चौथो कुरा, तिनी बोल्नमा ज्ञानी थिए। यसले चाहिँ हामीलाई बोलाइमा संयम र ज्ञानको कुरा देखाउँछ है। दाउद बोल्नमा ज्ञानी थिए भन्नुको मतलब चाहिँ नि उनले चाहिँ बोलेर मान्छेलाई मक्खै पार्दिन्थ्यो भन्ने कुरा होइन। उसको बोलीमा चाहिँ संयम थियो, धैर्यता थियो। उनले सोचेर बोल्थ्यो भन्ने कुरा, बुझेर बोल्थ्यो भन्ने कुरा। दाउदलाई के थाहा थियो? के बोल्ने, कहिले बोल्ने र कसरी बोल्ने है। ईश्वर उनको बाणीमा ईश्वरीय बुद्धि झल्किन्थ्यो भनेको छ। उनले दरबारको मर्यादा र परमेश्वरको गरिमालाई बुझेर बोल्थे भनेको छ। भजन सङ्ग्रह 19:14 भन्छ, हे परम प्रभु मेरो चट्टान र मेरो उद्धारक, मेरो मुखका शब्द र मेरो हृदयको ध्यान तपाईको दृष्टिमा ग्रहण योग्य हौन्। तिनी बोल्नमा ज्ञानी थिए भन्नुको मतलब चाहिँ उनले चाहिँ एकदम त्यो शब्द शैली मिलाएर चटक्कै पारेर मान्छेलाई मक्ख पार्ने कुराहरू बोलेर चाहिँ मान्छेलाई मक्ख पार्थे भनेको होइन। त्यो खालको ट्यालेन्ट थियो भनेको होइन। यदि आज हामीले त्यो प्रकारको ट्यालेन्ट छ भने मात्रै हामी बोल्नमा ज्ञानी छौं र परमेश्वरले त्यो योग्यतामा हामीलाई चलाउनुहुन्छ भन्ने हामीले भुल बुझ्नु भएन। आजको दिनहरूमा धेरै विश्वासीहरू चाहिँ अगुवाहरूको बोलीमा लटपटिएको छ। आजको समयहरूमा नि विश्वासीहरू चाहिँ
कस्तो मान्छेहरूको बोलीमा मक्ख पर्छ भन्दा जुन मान्छेहरूले नि बोलीमा बोल्ने शैलीमा रहस्यको कुरा बुद्धिका इन्फर्मेटिभ कुराहरू भनेर मनोरञ्जन दिने कुराहरू भनेर आजकल मान्छेहरूले नि त्यस्तो प्रचारकहरू त्यस्तो शिक्षकहरू खोज्छ अनि त्यस्ता मान्छेहरूको बोलाइमा लटपटिन्छ अनि अगुवाहरूलाई पनि टेम्पटेसन हुन थाल्यो मण्डलीको ध्यान आकर्षित गर्नको लागि बोल्ने शैलीमा आत्मिकीकरण गर्नु भन्छ। आत्मिकीकरण गर्नु भनेको चाहिँ साधारण कुरालाई घुमाएर बोलीको त्यो टोनलाई बदलाएर तपाईले बिहान उठेर यूहन्ना 14 6 पद पढ्नुभयो अरे प्रभु येशूले भन्नुभयो बाटो सत्य र जीवन मै हुँ म बाहेक अरू कोहीद्वारा पिता कहाँ जानु सक्दैन। अब आत्मिकीकरणमा चाहिँ नि एउटा बोल्ने शैलीमा त्यही भनाइलाई कसरी भन्छ थाहा छ? ओ आज बिहान मलाई हृदय भित्रबाट बाइबल खोल्ने आज्ञा भयो अगुवाई भयो। हेर्नुहोस् है अब सबैजना जिरिङ्ग हुन्छ। ओ मलाई प्रभुले बाइबलमा यो पद पढ भन्ने अगुवाई गर्नुभयो र मैले यूहन्ना 14 6 पढे हालेलुया। हेर्नुहोस् है त ओ पवित्र आत्माले मलाई देखाउनु भयो। प्रभु बोल्नुहुन्छ प्रभुले हामीलाई दर्शनमा पनि देखाउनुहुन्छ अगुवाई पनि गर्नुहुन्छ। तर त्यही साधारण बिहान उठेर तपाईले पढेको पदलाई प्रभुले बताउनु भयो अगुवाई गर्नुभयो दर्शन भयो। शरीरले नउठ भन्दै थियो आत्माले उठ भन्दै थियो। अन्तमा शरीरको कुरा सुनिने चुप शरीर त चुप लाग म आत्मा खडा हुन्छु म पढ्छु भने अनि म उठे गएर मैले पढे। यो चाहिँ आत्मिकीकरण भन्छ यसलाई चाहिँ। साधारण तरिकाले भन्ने कुरालाई घुमाएर तपाईको आत्मिकता देखाउने। औ यो मान्छे त प्रभुसँगै हिँड्दो रहेछ प्रभुसँगै खाँदो रहेछ प्रभुसँग बस्दो रहेछ म त कति पापी बिहान 7 बजीसम्म सुत्छु प्रभुसँग यसरी त बोल्नु भएन त। अब त्यो खालके कुराहरू आउन थाल्छ। हेर्नुहोस् है त हिजो एड्रिन देवानले भनेको कुरा मैले सुन्दै थिएँ। आजकल त मान्छेहरूले नि प्रभुको वचनमा जरा गाड्दैन अरे अरूको साक्षीमा पो जरा गाड्छ अरे हो। अन्त उसलाई जसरी प्रभुले देखायो प्रभुले जे भन्यो उसले पनि त्यही कुरो मलाई त्यसरी भनोस् भनेर पो लाग्छ अरे। मजाको कुरा के गरिराख्नु भएको थियो भन्दा नि प्रभु चाहिँ जलिरहेको पोथाबाट चाहिँ खालि मूसासँग मात्रै बोल्नु भयो अरे क्या। आगो झार्ने काम चाहिँ एलियाले मात्रै गर्यो अरे अनि त्यो स्वर्गको सिंहासन चाहिँ यशायाले मात्रै देख्यो अरे। परमेश्वरले विभिन्न मान्छेहरूलाई विभिन्न तरिकाले आफ्नो दर्शन अगुवाई सामर्थ्य र वरदानहरू दिनुहुन्छ। तर धेरैचोटि हामी त्यो हुने गर्छौँ चाहन्छौँ कपी गर्न चाहन्छौँ। हेर्नुहोस् परमेश्वरले नि आजको दिनमा हामीलाई जहाँ हुनुपर्छ जे हुनुपर्छ जसरी हुनुपर्छ त्यही नै गरौँ। हामी सफल हुनको लागि हामी माथि उठ्नको लागि हामी अरूको शैली अरूलाई हामीले कपी गर्ने काम किन गर्नु। र आजको दिनहरूमा चाहिँ नि यो कुराहरू एउटा टेम्पटेसन भइराखेको छ। तर यहाँनिर बोल्नमा ज्ञानी भन्दै गर्दा चाहिँ दाउदले जहाँ पनि जसरी बोल्नुपर्छ हामी धेरैचोटि दोहोरो हुन्छौँ दोहोरो जीवन क्या। हामी चर्चभित्र मात्रै आत्मिक कुरा गर्छौँ यहाँ हामी आकाश र पातल जोड्छौँ हो कि होइन। तर अहिले रिक्सामा पर भाडा मिलेन भने यहाँ आकाश र पातल जोड्ने अगुवाको त्यो रिक्सावालासँग बात मार्ने टोन नै अर्कै हुन्छ हो कि होइन। दोहोरो जीवन है डबल फेस। दाउदले चाहिँ भन्छ म जहाँ पनि बोल्छु है मेरो मुखको शब्द र मेरो हृदयको ध्यान तपाईको दृष्टिमा ग्रहण योग्य होस्। तपाईले यो ठाउँमा परमेश्वरको वचनबाट आत्मिक कुरा बोल्दै गर्दा मात्र होइन तपाईँ सब्जीवाला भैयासँग या तपाईँ बाहिर कुनै पनि छिमेकी र साथीहरूसँग बोल्दै गर्दाखेरि पनि तपाईको शब्द र हृदयको ध्यान चाहिँ तपाईको दृष्टिमा ग्रहण योग्य होस्। तपाईलाई रिस उठ्छ आवेशमा बोलेकै हो मुखबाट ननिकाल्ने शब्दहरू निकाल्यो म त यस्तै हो मनमा कुरा राख्दिनँ भन्छ क्या। तर कतिचोटि हामीले मनभित्रको त्यो कुरोहरूले नै हामीले छिमेकीहरूलाई घायल बनाइराखेको हुन्छ। हाम्रो बाहिरी है हाम्रो देखिने जीवन कस्तो छ हामीलाई मान्छेले देख्दै गर्दाखेरि हाम्रो बोल्ने ठाउँमा हाम्रो व्यवहार गर्ने ठाउँमा
हामीलाई कसरी चिन्छ? त्यो चाहिँ बोल्नमा ज्ञानी भनेको, बोलाइमा संयम हुनुपर्छ भन्ने कुराहरू हो। तिनी हेर्नमा सुन्दर थियो अरे, दाउद अवश्य सुन्दर थियो है, तर यो ठाउँमा दाउदको बाहिरी त्यो सुन्दरताको मात्रै कुरा गरेको होइन। पहिलो शमूएल 16:7 बाइबलमा लेखिएको छ, मानिसले बाहिरी रूप हेर्छ तर परमप्रभुले हृदय हेर्नुहुन्छ। यहाँ सुन्दरताको अर्थ केवल बाहिरी अनुहार मात्र होइन, तर व्यक्तित्वमा झल्किने पवित्रता र शालीनता पनि हो। जब परमेश्वरको आत्मा मानिसमा बस्नुहुन्छ, उसको व्यक्तित्वमा एउटा अलौकिक तेज र आकर्षण हुन्छ। प्रभु येशूलाई मान्छेले देख्दै गर्दाखेरि मान्छेहरूले ऊ भित्र एउटा आकर्षण, उसको अनुहारमा आकर्षण देख्थ्यो। अहिले जसले परमप्रभुलाई हेरे उनीहरूको अनुहार उज्जवल हुनेछ, उनीहरूको अनुहार कालो हुने छैन भनेर भजन सङ्ग्रह 34 तपाईँले पढ्नुहोस्। यहाँ सुन्दरताको अर्थ केवल बाहिरी अनुहार होइन, यहाँनिर भित्री हृदयको कुरा गरिएको छ। आज हाम्रो बाहिरी सुन्दरता चाहिँ आकर्षित छ, तर हाम्रो भित्री सुन्दरता चाहिँ अर्कै प्रकारको छ भने त्यसले ठुलो जोखिममा पार्छ। हेर्नुहोस्, यहाँनिर पहिलो पत्रुस 3:2-3-4 पद रहेछ। के लेखेको छ भन्दा, तिमीहरूको जीवनको शुद्धता र श्रद्धा देख्दा तिनीहरूको परिवर्तन हुनेछ। केशको श्रृङ्गार, सुनको गहना पात र दामी दामी वस्त्र तिमीहरूको बाहिरी श्रृङ्गार पठार नहोस्। तिमीहरूको भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाऊ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान छ। दाउदको सुन्दरता केवल अनुहारको होइन, नम्र र परमेश्वर प्रतिको उसको हृदयमा उसको नम्रताको त्यो प्रतिफल थियो। यो पहिलो पत्रुस 3 जुन 2 लेखेको खण्डहरू छ, यसले हामीलाई बताउँदछ कि तिमीहरूको भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाऊ अरे। हामीले सजाउनु पर्ने हाम्रो बाहिरी आकर्षण मात्रै होइन, हाम्रो बाहिरी सुन्दरतालाई देखाउनको लागि हामी किन बाहिर सुन्दर देखिन चाहन्छौँ? मानिसहरूको ध्यान हामीपट्टि जाओस्। हामी थुप्रै मेकअपहरू गर्छौँ। आजकल त मोबाइलतिर पनि फिल्टर अप्सन राखिदिएको छ होइन? दागै दाग भएको गाला हामी फोटोमा देखाउन चाहन्छौँ? हजुर, देखाउँदैन। कुन चाहिँ दिदी बहिनी होला रिल्स बनाउँदै गर्दा फिल्टर लाउँदैन? हजुर, किन भन्दाखेरि हामी बाहिर मान्छेको अगाडि सुन्दर देखिन चाहन्छौँ। हाम्रो पहिरन, हाम्रो लुगा फाटाहरू है मान्छेको देखाइमा सुन्दर देखियोस् भन्ने। जस्तो बाहिरी सुन्दरतामा तपाईँहरूले आफूलाई सजाउन चाहनुहुन्छ, सजाउनुहोस्। यदि हामी जति बाहिरी सुन्दरतामा हामी सजिन सचेत छौँ, हाम्रो भित्री हृदयलाई सजाउन पनि हामी त्यति नै सचेत हुनुपर्छ। अनि हाम्रो भित्री हृदयलाई सजाउनको लागि चाहिँ हामीले परमेश्वरको इच्छामा, हाम्रो चरित्र निर्माण, परमेश्वरको उपस्थितिमा बस्ने, इमान्दार हुने, ज्ञानी हुने, यी कुराहरू चाहिँ आज हामीलाई परमेश्वरको वचनले बताएको छ। हाम्रो बाहिरी सजावट भन्दा हाम्रो भित्री चरित्र सुन्दर हुनुपर्छ। यदि बाहिरी सजावट मात्रै सुन्दर छ, फेसबुकमा हामी अर्कै देखिन्छौँ, इन्स्टाग्रामको रिल्समा हामी अर्कै देखिन्छौँ, तर यहाँ हामी अर्कै देखिन्छौँ भने त्यो चाहिँ डबल फेस हो, दोहोरो जीवन। यो सही होइन। हामीलाई जहाँ जाँदा पनि, पार्टीमा जाँदा होस्, बजारमा जाँदा होस्, चर्चमा आउँदा होस्, मान्छेले हामीलाई भित्रबाट चिनोस्, हाम्रो भित्री सुन्दरता देखोस्। मान्छेलाई प्रभाव पार्ने कुरा चाहिँ नि बाहिरी भन्दा पनि वास्तवमा भित्री सुन्दरता हो। त्यो सुन्दरताले मान्छेलाई प्रभाव पारोस् भनेर वचनले हामीलाई सिकाउँदछ। अब अन्तमा आएर हामीले सबै कुरा हेऱ्यौँ, त्यो 5वटा गुणहरू बारेमा हामीले हेऱ्यौँ। के गुण थियो? तिनी असल वीणा वादक थिए, तिनी बजाउन राम्रो थियो होइन, तिनी वीर मान्छे पनि थियो होइन, तिनी एक असल योद्धा थियो, बोल्नमा पनि ज्ञानी थियो, हेर्नमा पनि सुन्दर थियो। तर त्यो सबै कुरो भएर यदि उसँग परमप्रभु चाहिँ भएन भने नि त्यो सबै कुरो व्यर्थ छ। यो सबैभन्दा महत्त्वपूर्ण गुण हो, परमप्रभु तिमीसँग हुनुहुन्थ्यो है। सबै गुणको चाहिँ त्यो चाहिँ मूल हो। पहिलो शमूएल 18:14 के भनेको छ? परमप्रभु दाउदसँग हुनुहुन्थ्यो,
भजन सङ्ग्रह 27 को 1 को अघि पनि हामीले पढ्दै थियौँ। परमप्रभु मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ, मैले कसको भय मान्नु? परमप्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, कोसँग म भयभीत हुनु? के भन्दैछ यहाँनिर दाउदले? परमप्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, मेरो मुक्ति हुनुहुन्छ, म कोसँग भयभीत हुनु? दाउदलाई थाहा थियो परमप्रभु मसँग हुनुहुन्छ। दाउदको बारेमा नि पुरानो नियमको एउटा यो खण्ड मलाई साह्रो मनपर्छ। त्यस दिन पवित्र आत्मा दाउदको जीवनमा आउनुभयो अनि सधैँभरि रहनुभयो भनेको छ। पुरानो करारमा चाहिँ नि पवित्र आत्मा सधैँ मान्छेसँग बस्नु भएको थिएन। तपाईँलाई थाहा छ होला यो कुरा। उनीहरूको जीवनमा आत्मा आउनुहुन्थ्यो, फेरि जानुहुन्थ्यो, तर सधैँभरि रहनुहुन्थेन। नयाँ करारमा पेन्तिकोसको दिनदेखि यता मात्रै पवित्र आत्मा सधैँभरि हामीसँग बस्न आउनुभयो। तर पुरानो करारमा नि दाउदको लागि मात्रै यो कुरो भनिएको छ, पवित्र आत्मा तिनी कहाँ आउनुभयो, परमेश्वरका आत्मा तिनी कहाँ आउनुभयो र सधैँभरि रहनुभयो। दाउदले भुल गरेन होइन, दाउदले भुल गर्यो। दाउदले कतिचोटि आज्ञा उल्लङ्घन गर्यो, तर नि दाउदले परमेश्वरको अगाडि आफूलाई विनम्र तुल्याए। उसले पश्चाताप गरे। पश्चाताप र विनम्रता जसले हामीलाई परमेश्वरको नजिक लान्छ, जसले हामीलाई माथि उचाल्दछ प्रियहरू। अनि दाउदको जीवनको त्यो खुबी, दाउदसँग त्यो कुरा थियो। र दाउदको जीवनको त्यो सबै गुणहरू मध्ये अति महत्त्वपूर्ण गुण चाहिँ परमेश्वर दाउदसँग हुनुहुन्थ्यो। आज प्रश्न यो छ तपाईँहरूसँग, तपाईँ सायद प्रभुलाई विश्वास गर्नुभएको आज 25-30 वर्ष भइसक्यो होला। तपाईँले गिटार बजाउन जान्नुहुन्छ, तपाईँले गीत गाउन जान्नुहुन्छ, तर के परमप्रभु तपाईँसँग हुनुहुन्छ? प्रश्न यो। हामी कतिचोटि चाहिँ यो सबै कुरा हामीसँग छ, तर हामीसँग परमप्रभु हुनुहुन्न भने नि यो सबै कुरो व्यर्थ छ। दाउदलाई माथि उचाल्ने, दाउद सफल हुनु, वास्तवमा ती सबै गुणहरू मध्येमा दाउदसँग परमेश्वर हुनुहुन्थ्यो भन्ने कुरा। अन्तिम यो कुराहरू भनेर हामी प्रार्थनामा जारी छौँ। वर्तमान समयका विश्वासीको लागि अब मुख्य शिक्षाहरू। गोप्य तयारी। दाउदले आफैलाई राजा हुनुभन्दा अगाडि नै, महलमा पुग्नुभन्दा अगाडि नै उनले यो कुरोमा आफैलाई तयार गरेका थिए। दाउदले यो कुरो आफ्नो निम्ति यसकारण तयार गरेको थिएन कि मैले यो तयार गरेँ भने चाहिँ म भविष्यमा इजरायलको राजा हुन्छु, मैले यी कुराहरूमा आफैलाई तयार गरेँ भने चाहिँ म मान्छेको अगाडि फेमस हुन्छु, म ख्याति कमाउँछु, म धन कमाउँछु भनेर दाउदले आफैलाई त्यो ठाउँमा तयारी गरेको थिएन। दाउदले राजै नभएको भए पनि, ऊ सेनाहरूको कप्तान नै नभएको भए पनि, महलमै नपुगेको भए पनि उसले आफैलाई यो कुरोहरूमा तयारी गरेको थियो, किनभने उसले परमेश्वरलाई प्रेम गर्दै गरेको थियो। हामीले जब यो कुरोमा आफैलाई तयारी गर्छौँ, हेर्नुहोस्, तपाईँ तयारी हुनुपर्ने त्यो ठाउँ हो जहाँ तपाईँ आज हुनुहुन्छ। हामी कतिचोटि चाहिँ नि किन माथि पुग्न सक्दैनौँ, है, हामी किन सफल हुन सक्दैनौँ भने हामी पहिला तल जहाँ छौँ त्यहाँ हामी त्यो कुराको लागि आफैलाई तयार गर्दैनौँ। हामी सानो कुरोमा इमान्दार हुँदैनौँ। हामीले पाएको सानो जिम्मेवारीमा, हामीले पाएको सानो काममा जब हामी विश्वास योग्य हुन्छौँ, तब परमेश्वरले हामीलाई ठुलो कुराहरू दिन थाल्नुहुन्छ। दाउदलाई परमेश्वरले एकै तालमा सिंहासन दिनु भएको होइन, दाउदलाई परमेश्वरले एकै तालमा ल्याएर राजा बनाउनु भएको होइन। दाउद चाहिँ गोठालो हुँदा नै दाउदले यो कुराहरूमा आफैलाई तयारी गर्नु भएको थियो। सायद तपाईँले यो अगाडि उभिएर बोल्ने, तपाईँको वरदान चलाउने ठाउँ पाउनु भएको छैन होला। सायद तपाईँको सेवकाई, तपाईँको योग्यता, तपाईँको वरदानलाई कसैले चिनेको छैन होला। तर तपाईँ जहाँ हुनुहुन्छ, तपाईँ जङ्गलमा हुनुहुन्छ होला, तपाईँलाई बाउले दिएको एउटा सानो जिम्मेवारी, घरको जिम्मेवारी, सेवकाई चाहिँ घरबाट सुरु हुन्छ। जवान भाइ बहिनीहरूलाई बाउआमाले दिएको सानो जिम्मेवारीमा तपाईँ जब फेथफुल हुन थाल्नुहुन्छ, मण्डलीको अगुवाले दिएको सानो एउटा जिम्मेवारीमा जब तपाईँ फेथफुल हुन थाल्नुहुन्छ, सानो सानो काममा जब तपाईँ जिम्मेवार व्यक्ति बन्दै जानुहुन्छ, इमान्दारसँग समर्पित भएर काम गर्दै जान थाल्नुहुन्छ, परमेश्वरले सधैँभरि तपाईँलाई त्यही ठाउँमा राख्नुहुन्न। तपाईँ बिस्तारै माथि उठ्दै जान थाल्नुहुन्छ।
तपाईलाई बिस्तारै मान्छेले चिन्दै जान थाल्नुहुन्छ। त्यो मान्छे को हो? त्यो मान्छेले त साह्रो राम्रो गाउँदो रहेछ, त्यो मान्छेलाई त मौका दिनुपर्ने रहेछ, त्यो मान्छे अगाडि उभियोस्, फल्नाले वचन बोलेको साँच्चै नै कति आशिषित। मान्छेले बोलाउन थाल्छ, तपाईको सेवकाई फैलिन थाल्छ, तपाईको पाल तन्किन थाल्छ, तपाईँ भौतिक आत्मिक सबै कुरोमा सम्पन्न हुँदै जान थाल्नुहुन्छ। तर तयारी हुने ठाउँ चाहिँ जङ्गल हो, तयारी हुने ठाउँ चाहिँ भेडा चढाउने ठाउँ हो, तयारी हुने ठाउँ चाहिँ एकान्तको ठाउँ हो, कसैले नदेख्ने ठाउँ हो, एक्लै हुँदाको ठाउँ हो, सङ्घर्षको ठाउँ हो। यो ठाउँमा जब तपाईँहरूले आफैलाई यो कुराहरूको तयारी गर्न थाल्नुहुन्छ। दोस्रो कुरा सन्तुलन। दाउद एकैसाथ कोमल आराधक अथवा वीणा वादक र कठोर योद्धा थिए। विश्वासी पनि स्वभावमा नम्र तर पाप दुष्टताको विरुद्धमा योद्धा हुनुपर्छ। हामी यी कुराहरूमा सन्तुलित हुनुपर्छ भन्ने कुरा। तेस्रो कुरा परमेश्वरको उपस्थितिलाई प्राथमिकता। हाम्रो शिर र ज्ञान है बोली युद्ध कला सङ्गीत भन्दा पनि परमेश्वर हामीसँग हुनुहुन्छ कि छैन भन्ने कुराले ठुलो अर्थ राख्छ। तपाईसँग यो सबै कुराहरू छ होला, तर यदि परमेश्वर तपाईसँग छैन भने यो सबै कुरो व्यर्थ हो भन्ने कुरा बुझिराख्नु। हृदयको अवस्था परमेश्वरले योग्यता हेरेर बोलाउनुहुन्छ, तर बोलाएकाहरूलाई आफ्नो उपस्थितिबाट योग्य बनाउनुहुन्छ। यो इम्पोर्टेन्ट कुरा हो। परमेश्वरले नि योग्य मान्छेहरूलाई होइन, इमान्दार मान्छेहरूलाई। कसैले भनेको छ परमेश्वरले जान्ने मान्छेलाई होइन, परमेश्वरले मान्ने मान्छेलाई चलाउनुहुन्छ। परमेश्वरले योग्यता हेरेर होइन, योग्यता हेरेर बोलाउनुहुन्न। तिमी बोल्नु जान्दछौ, तिमीले गिटार बजाउनु जान्दछौ, तिम्रो स्वर राम्रो छ, तिमीले यति बाइबल ट्रेनिङ गरेर आएको, तिमीले यो गरेको छौ, तिमीमा यो एक्सपिरियन्स छ, होइन। तर परमेश्वरले जब तपाईँलाई बोलाउनुहुन्छ तब योग्य बनाउनुहुन्छ। र आजको दिनमा हामीले दाउदको जीवनबाट यो कुराहरू सिकेका छौँ। दाउदमा भएको त्यो 6वटा योग्यता जो आज हामी हरेकको जीवनमा हुनुहुन्छ। एउटा आराधकको जीवनको पनि बारेमा यो कुरो भनिएको छ, एउटा विश्वासीको जीवनको बारेमा यो कुराहरू भनिएको छ। र हामीले के कुरा सिक्यौँ, किन चाहिँ परमेश्वरले दाउदलाई उहाँको हृदय अनुसारको मानिस भन्नुभयो भन्दा, किन दाउद सफल भए, किन दाउद महलमा पुगे भन्दै गर्दाखेरि चाहिँ यद्यपि दाउदको कोही सिफारिस गर्ने मान्छे थिएन, यद्यपि दाउदलाई माथि उठाउने मान्छे कोही थिएन, तरै पनि दाउदको जीवनमा भएको यो गुणहरूले चाहिँ दाउदलाई माथि उठाएको थियो अनि परमेश्वरले नै त्यो ठाउँमा काम गर्नुभएको थियो। यदि आज हामी पनि माथि उठ्न चाहन्छौँ, सफल हुन चाहन्छौँ, अगाडि बढ्न चाहन्छौँ, हामीले दाउदको जीवनको यो कुराहरूलाई सिक्न जरुरी छ। यो योग्यताहरूलाई हामीले हाम्रो जीवनमा हासिल गर्न, निर्माण गर्न आवश्यक छ। आमेन। आउनुहोस् हामी सबैजना आफ्नो स्थानमा खडा हुनेछौँ।